हेलो नमस्ते सबैजनालाई, म चाहिँ दिप गुरुङ र केही दिन भयो मेरो चाहिँ एउटा सानो प्रब्लमको कारणले मैले चाहिँ राम्रोसँग कन्टेन्टहरू निकाल्न सकिरहेको थिएन र आज चाहिँ अलिकति धेरै दिनपछि अलिकति फ्री भएको हुनाले हाम्रो कन्टेन्ट क्रिएटर जालन ब्रोले नै एउटा सानो भिडियो बनाउनु भएको रहेछ, रोस्ट भिडियो, र त्यसलाई चाहिँ आज यसो फ्री टाइममा रियाक्सन गरिदिउँ न भनेर एउटा सानो रियाक्सन गर्न गइरहेको छु। सो सँगै भिडियो हेरौँ न त गाइज, कस्तो बनाएको रहेछ हाम्रो जालन ब्रोले, है त। आँखा खोल तेरो माछिले सुरुमै म त जहिले आइ हुन्छ। तपाईले गाजा कति खानुहुन्छ? मैले खान्न गाजा। गाजा खानु हुन्न भने आँखा किन लट्ठ छ त? अब बुद्धको आँखा हेर्नु न, जसले लट्ठ हुन्छ है, कुनै पनि मूर्तिमा हेर्नु। हो गाइज, गाँजा खाने मान्छे एकदम कुरा चाहिँ यस्तो गर्ने भगवान बुद्धको एकदम भक्तै हो भने जस्तो लाग्छ। सर्वोच्चमा सानो मिसाल मैले यही माथिबाट रेडी छ Peace हुन्छ। छोड्दियो भने बालुवाटार 1 सेकेन्डमा ध्वस्त हुन्छ। मोमेन्ट्स लेटर भन्न त सालो चोरीहरू मैले के अनि गरेँ? बम हान्नु चाहिँ हुँदैन, किन धम्की दिएको त? पुलिसदेखि डर लाग्दैन? पहिला पहिला त मलाई पुलिसले समात्दाखेरि हो हल्का टेन्सन लाग्थ्यो, आजकल त मलाई मामा घर दसैँ बनाउनु जस्तो लाग्छ। होला होला म एकदम प्यारो छु क्या मेरो मामा घर भन्दा। बम हान्ने मान्छे कुट्ने कुरा गर्नुहुन्छ, त्यही भएर मामाको प्यारो हुनु भएको। कागेर थुतेर कुट्नु पर्यो, हामी कुट्छौँ। गोली ठोके हुन्छ सरकारले अनुमति दियोस्, आजै गएर गोली ठोकिदिन्छ, भन्दिनु नि, गोली उहाँहरूसँग छ नि त बन्द। गोली ठोकिदिन्छौँ हामी। तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ, देशभरि आगो बल्ने छ। ए महेश बस्ने तैँले के गरिस् आजसम्म देशका लागि? कहिले पनि ओल्टा ओभरटेक गर्न सक्दैनस् महेश बस्ने तैँले। केपी ओलीलाई मैले अभिभावक चाहिँ मानिरहेको बा 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 गर्दै बस्छस्। हेर महेश बस्ने किन गरेको? देश तिमीहरूले बनाइदिएको भए, तिमीलाई बाहरले बनाइदिएको भए तिमीलाई गुन्डुमा गएर लुक्नु पर्ने थिएन। तिमीहरूले गरेका हल्लाले मेरो भुत्ला पनि झर्दैन ल। हाम्रो कुरा गरेर बस, अलि बाँच्छ। सोसियल मिडियामा बोल्नु पर्दैन, आऊ त म घरमै छु। बेलैमा होस् गर, अस्ति बाँच्यो। अस्ति जेन्जी आन्दोलनमा नेताहरूलाई बचाएको चाहिँ उहाँ आफैले हो रे फेरि। तिनीहरू लुकेर बस्दाखेरि त म त्यही थिएँ नि त सर। यिनीहरू सबै भैरवनाथगढमा लुकेर बसेका थिए। त्यहाँको आर्मी चिफ पनि मेरो एकदम फ्यान होइन, भन्नु हुँदैन सिक्रेट कुरा भनिहाल्छु सर। उनीहरूले मलाई त इन्फर्मेसनहरू सबै कुराहरू थियो। त्यहाँनिर सबैजना भाइहरू भित्रबाट थुतेर हानौँ भन्थे, आर्मीले के गरिदिनु भनेको थियो, निकालेर थुतेको भए त सबैजना त्यही दिन मर्थे नि सर। शेरबहादुरलाई मार्छु भन्थे, मैले फोन गरेर भाइ नमार, यसलाई हामीले देश बनाएर देखाउनु पर्छ भनेको। महेश बस्न थुतेर मार्छु भन्थे, मैले बचाएको। अनि किन बचाएको त? नबचाएको भए यिनीहरूलाई समाज भनेर अहिलेको प्रधानमन्त्री गृहमन्त्रीहरूलाई गाली गर्नै पर्दैन थियो। त्यही भने तोरी लाउरे सुशीला कार्की ओम प्रकाश अलि सम्मान गरेर बोल्नुस् न यार दाइ, के हो? सुशीला आमा ओम प्रकाश भेना, ओम प्रकाश भेना तपाईको हिम्मतले पुगेन, बिन्ती छ राजीनामा दिनुस्। किन राजीनामा? 6 महिना त पुरा हुन दिनुस्। देश बन्न के 6 महिना होस्ट फाल्दिनु सर? 5 दिनमा म बनाइदिन्छु सर। हावा तिम्रो सोल्टी गाँजाको तालमा फेरि रकेट पनि बनाउँछु, ड्रोन पनि बनाउँछु, मिसाइल पनि बनाउँछु, नेपालबाट स्पेसमा पुऱ्याउँछु, नेपालबाट चन्द्रमा पुऱ्याउँछु, मङ्गल ग्रह पुरा एक सरको तानेर यतिको गफ चाहिँ हान्नुपर्छ है। नेपाल त डाँडै डाँडाको देश। एक सरको दुनियाँ अर्को। जमाना आयो नि सर, फ्लाइङ कारको जमाना आयो नि त, हामीले त्यो सोच्नु पर्यो नि त। तपाईँ हाम्रो पुस्ताले त त्यो सोच्नु पर्यो नि त, होइन र? एउटा डाँडामा टक्क काट्दिने, थोरै स्टेसन बनाउने, त्यहाँबाट उड्ने, फेरि 10वटा ठाडा पारी जाने, फेरि उड्ने जेनेरेसन। हामी त फ्लाइङ जेनेरेसन होइन र सर? फ्लाइङ जेनेरेसन त हो नि, तर के गर्ने, सबले गफ मात्र उडाउँछन्, काम गर्दैनन्। रमदान बिना चाहिँ देश बन्दैन। विदेशबाट 15-16 खरब आउँछ पैसा, अनि 15-16 खरब फेरि विदेश जान्छ के? खानेकुरा लाउने कुरा सबै बाहिरबाट आएको छ के? यस्तो स्वर्ग जस्तो देश छ, यस्तो भगवान जस्तो जनता खान। हामीले चाहिँ आकाशतिर हेरेर हामीले बिग्रेको हो के? तल हेर्नु पर्यो। आफ्नो वरिपरि पनि हेर्नु पर्यो, सबले काम गरिरहेको छ, लाज लाग्दैन? होइन, बेच चलाउनु पर्यो। पछि चाहिँ देश भन्छ। कोसीबाट प्लेन ब्लास्ट चढेर अमेरिका अस्ट्रेलिया पुग्यो। अलिक राम्रोसँग एक दुई शर्त हान्नु पर्यो नि। अस्ट्रेलिया पुगिन्छ रे। अनि नेपाल त ल्यान्ड लक कन्ट्री होइन? खास ल्यान्डक रहेन रहेछ कि? गण्डकी र कडालीबाट 5वटा क्रुज सिप एकैचोटि हाल्दा पनि एकैचोटि लैजान मिल्दो रहेछ कि? ए हो र? त्यसो भए किन हामीले पानी जहाज चलाउन सकेका त? हामीबाट के गल्ती भइरहेछ? दुईवटा कुरा गल्ती भएर रहेछ हामीबाट। एउटा चाहिँ हाम्रो खोपडीको धक्कन बन्द भएर, अर्को चाहिँ आँखामा हामीले कालो चस्मा लगाएको रहेछन् कि? के बालन शाहलाई भन्न खोज्नु भयो हो? दाइ चस्मा निकाल्नुस्। यो बालन शाह भन्ने छ नि मान्छे, मेरो साथी हो है। यति खतम मान्छे के फेसबुकमा स्ट्याटस लेखा छ न, बागमती सभा गर्न सकेको छ। साला तोरी 3 वर्ष भइसक्यो, माखु मार्न सकेन, अझै ठुलो त्यस्तो सभा सक्दैन तोरीहरू। बालन दाइ अब हुनेवाला प्रधानमन्त्री हो, त्यसले मान्नुहुन्छ नि हजुरले? मान्नुहुन्न? भन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि भने। म कसरी मान्नु त हो? मसँग बालनको भन्दा खतरा सोच छ, भिजन छ। के भिजन छ होला एउटा भन्नुस् त? नेपालको शिक्षा स्वास्थ्य सबै कुरा फ्री गर्छु। अब यो कुरा पत्याइहाल्न सकिँदैन। केपी ओलीले चुलामा ग्यासको पाइप ल्याइदिन्छु भनेर त पट्याउनु भएको थियो होला नि। अझ उहाँले प्रत्येक नेपालीलाई करोडपति बनाउँदै हुनुहुन्छ रे। 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँछु। खुसी लाग्यो? यदि साँच्चीकै निकोलोजीले हामी सबैलाई करोडपति बनाउनु भयो भने ओ प्रधानमन्त्री स्योर बनाइदिनु, त्यसो भए त बनाउनु भन्थ्यो हामी जस्तो मान्छे करोडपति बनाउँछ रे। करोडपति हुन्छ।
आज भएन करोडपति तपाईँ भर्खर करोडपति हो नि करोड रुपियाँ भए पनि अरब त छैन होला हजुरसँग 8 वर्षभित्र उहाँले हामी सबैलाई अरबपति बनाउँदै हुनुहुन्छ अरे। 8 वर्षमा सब नेपाललाई अरबपति बनाउँछु कसरी बनाउनुहुन्छ अरबपति? पैसाको रुखमा फल्छ? फल्छ उतो रुखमा नि पैसा फल्छ उयो रुखमा नि पैसा फल्छ पातमा नि पैसा फल्छ गाँजाको पात भन्न खोज्नु भएको होला हैन? गाजाले मात्र सर 26 खरब आउँछ सर एक वर्ष त्यसमा गाजा बेचेर हाम्रो देशमा करोडपति बन्न सक्छ मान्छे? सबै करोडपति हुन्छ कसरी? म्याग्दीमा यो 3 सिजन हुन्छ 1 रोप्ने 1.5 करोड रुपियाँ दिने भयो गाँजा हैन मुला रोप्ने हो। जसले मुला रोप्यो भन्छ मुले हो मुला चाहिँ हामीले मुलै हो। अहिले 20 रुपियाँमा किलो बेच्नुपर्छ गाँजा रोप्नु भयो भने चाहिँ कतिमा बिक्छ त? त्यो ह्यासिस बनाएको एम्स्टरडममा गयो भने 1 किलोको 80 लाख नेपाली हो। गाँजा संसारभरि चाहिँ पढाउने यो गाँजाको देश भनेर चिनार पनि फरक हुँदैन गाँजा खानु पायो भने हिमाल हेर्ने भयो हाम्रो खाना खाने भए 3 करोड टुरिस्ट ल्याइन्छ गाजा खाएर तपाईँ लट्ठ पर्नु भएको छ। लट्ठ्याउने कुरा गरिरहेकै छैन करोडपति बनाउने गाजाले मात्रै किसान कमाइ मैले 4 गुणा बढाउन सक्छु रूपन्देहीमा गनेर पनि आए 84 करोड हो कि कतिवटा साल बेच भन्छ झापा जिल्लामा मात्र यति धेरै सालहरू रहेछ कि प्रत्येक झापालाई 5 देखि 10 करोड बाँड्न पुग्दो रहेछ। त्यस्तो गफ हान्ने केपी ओलीलाई यो कुरा चाहिँ थाहा छैन रहेछ। थाहा भएको भए भोट माग्न जाँदा सबै जापालीलाई करोडपति बनाइदिन्छु भनेर गफ हान्नुहुन्थ्यो होला। अवश्य पानी मात्र बेचेर सर महिनाको 22 अरब रुपियाँ नेपालमा आउँछ। एउटा डाँडो बेचेर कति खरब कमाउने सपना पनि देख्छ नेपालको ढुङ्गै बेच्यो भने पुग्छ एउटा पहाडले खरमा पर्छ त्यसले पुग्छ। माउन्ट एभरेस्ट बेच्दै माछिने कति पैसा आउँछ सोचेर बन्नु बेच्दै माछिने किन चाहियो त्यो माउन्ट एभरेस्ट यो देशको सबभन्दा गद्दार चाहिँ त हो नेपाल नबस लौन प्रभु म यो सुन्न सकिन यो बेचेर अस्ट्रेलिया आइजो तोरी आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने नेपाल बनाउनु मन छैन मुजी पार्टी गर्न मन छ देश बनाउने भन्ने सोचै छैन कि यसको म केही सोच्दिन माछी तपाईको देश हो कि हैन ओहो मारिदिनु के गर्ने देशकै लागि मरुम न के छ र त म रन्डीको छोरा अहिले गोली खा ल प्रभु म यो साकारजीको मिठो बाणी मैले सुन्न सकिनँ त्यसै मैले भिडियो यसैमा आजबाट टुङ्गाइदिएँ तर जस रोस्ट दामी छ र अब आउँदो चुनावमा भोट कसलाई हाल्नुहुन्छ अब जसलाई पनि हाल्नुहोस् तपाईँको विचार हो होइन सबैजना आनन्दले मिलाएर अब आफ्नो विचार गरेर मनले खाएको मान्छेलाई भोट दिनु होला र देशको लागि केही सोच विचार पनि गर्नु होला। ल जय देश जय नेपाल।